लागे छैन खै त अर्को भाइ हेर्नुहोस् घुम्दै आइयो ल बिस्तारै आउँदैछ आमा लिएर गुड मर्निङ एभ्रिवान आज चाहिँ हामी चन्द्रगिरी आएका छौँ कल्चर प्रोग्राम लिएर हामी चाहिँ अहिले केमकारभित्र छौँ मेरो बहिनी साथी बहिनीहरू भाइहरू कस्तो लागिरहेछ हाउ फिलिङ Excellent. अर्चु कस्तो लागिरहेछ Feeling very fresh. Very good. हो तपाईहरुलाई Excited. हामीले राम्रो गर्नुपर्छ है जान्छ नि त्यतिखेर पहिला प्याक हुँदाखेरि कस्तो नडर आएको के है कसरी गयो होला जस्तो लाग्यो सुतेर जानु पर्छ आज हिमाल फेरि कस्तो खुलेको चारैतिर फाइनली हाम्रो आर्टिस्टहरु चाहिँ आइपुग्नु भयो चन्द्रगिरीमा यस्तो जाडो रहेछ त्यही भएर मैले भनेको के जाडो छ न्यानो लुगा लाएर आऊ है भनेर मैले सबैलाई भनेको कारण चाहिँ हो दाजु Oh my god. Welcome to यो ठाउँको नाम के हो दिदी हिमाल हो हिमाल पहाड तराई कोही छैन परै हाम्रो अर्को डिब्बाको सामान पनि आइपुग्यो छिटो 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 वेलकम वेलकम एकछिन रोकेर है तिम्रो त धर सबै सामानहरू चाहिँ हामीले यसरी माइक्रोमा राख्दैछौँ यो माइक्रो चाहिँ अब माथि मन्दिरदेखि तलको रिसोर्टसम्म जाने माइक्रो हामीलाई चाहिँ उहाँले सहजै रूपमा मजाले पुर्याइदिनुहुन्छ नटिप्नु हेर कोपिला के पाप लाग्दछ कस्तो अमिलो रहेछ यो त अमिलो नुन खोर्सानी हालेर खान पाए नुन खुर्सानी हालेर खाने रे मरे म यस्तो गरे पनि ठ्याक्कै त्यो जुम आउट हुन्छ के उसकोमा हुन्छ अब चाहिँ हामी फाइनली होटलभित्र इन्टर गरिसकेका छौँ म चाहिँ अन्टी बोकेर हिँडिरहेको छु अन्टी यस्तो चिज हावा चल्छ यहाँ होइन लाली गुराँस खोजे होइन त्यहाँको बोटै छ ल हेर ल लाली गुराँस कलाकारहरू फुल इन्जोय गर्दै हुनुहुन्छ कस्तो लाग्यो ठाउँ एकछिन त स्वर्गमा आस्तो भयो होला नि स्वर्गमा छु अहिले
ए भाइ कस्तो लाग्यो एकदम रमाइलो लग्जरियस प्लेस हो उनीहरूको भिड लागिरहेको हुन्छ होइन नभए पहिला पहिला बच्चा अन्त पहिला त यस्तो त्यो सेफ्टी पिनले झुन्डाएर त छि आयो भने पुसायो अहिले त्यो स्कुलमा त्यो बच्चाहरू छैन कि सिआरमा त्यो टिस्युमा आएर टिस्युमा आएर गरेर गर्छ अहिले ह्याङ्कीको ठाउँमा टिस्यु आएको छ अहिले पकेट टिस्यु छ नि त अनि फेरि त्यो वेब टिस्यु भयो अहिले त है अब चाहिँ कलाकारहरूलाई अब खाना खुवाउने लाग्दैछु म मेरो चाहिँ पर्फर्मेन्स सक्यो अब जस्तो चेन्ज गरेर रेडी भइसक्यो कलाकारहरू एक झलक यता पनि आफ्टर खाना खाइसकेपछिको चाहिँ हामीलाई जाडो भएर घाम ताप्दै हामी चाहिँ हाम्रो फुलकुमारी कोही फोटो खिच्ने कोही भिडियो गर्ने यस्तै छ हाम्रो यहाँको चलन म शुद्ध तिनटा बोले ल भन्दै हो कि क्या हो बोले ल भन्दै हो कि क्या हो हो रहेछ ल जाडो माय गॉड हावाले खत्तम बनायो सक्यो प्रोग्राम बाई 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 हामी चाहिँ अब केबल कारको टाइम लाग्ने भएर चाहिँ हामी यहीँ बस्यौँ यस्तो जाडो छ माय गॉड एक गीत सुन्दा सुन्दा मलाई कण्ठ भइसक्यो
अडिहाल्छ नि भइहाल्यो नि यति भइसक्यो यसरी नै हाम्रो प्रोग्रामहरू रमाइलो गरेर हाँसखेल गरेर इन्जोय गरेर टिकटक बनाएर फाइनली चन्द्रगिरीको प्रोग्राम पनि सक्यो थ्याङ्क यू फर यर सपोर्ट सबैजना भाइ बहिनी साथी सबैजनालाई एकदम मनमुटुबाट नै थ्याङ्क यू भन्न चाहन्छु किनभने हजुर बिना म एकदम अधुरो छु थ्याङ्क यू फर वाचिङ गाइज लभ यू